यति मित्रहरू यति गर्छु जिन्दगीमा अनि म आनन्द लिन्छु भनेर कहिल्यै पनि नसोच्नु होला। यो आजसम्म कसैको पनि भएको छैन, तर अधिकांश मानिसहरू त्यही बाटो हिँड्नु भएको छ। म जे गर्दैछु त्यसमा आनन्द लिएर गर्छु। हरेक व्यक्तिलाई यो सूत्रको आवश्यकता परेको छ आज। म जे कर्म गर्छु, जति प्रगति गर्छु, भित्रबाट आनन्दित भएर गर्छु। यो हरेक व्यक्तिको यो स्वतन्त्र हो, यो अधिकार हो। हरेक व्यक्ति खुसी भएर कर्म गर्न चाहन्छ। दुःख आउँछन्, पीडा आउँछन्, अरूले जे पनि भन्न सक्छन्, काम बिग्रिन सक्छ कहिलेकाहीँ, जान अनजानमा के हुन्छ, के कतिले आरोप लाउँछन्, नगरेको गल्ती पनि दोष लगाउँछन्। हामी भित्रबाट एउटा छौं तर बाहिर अर्को आरोप आउन सक्छ, त्यति बेला रिस उठ्न सक्छ। दुखी हुन पाइँदैन। यदि आफूलाई माया गरिन्छ भने आफू भित्र हेर्नुपर्छ। सत्य म भित्र छ, मेरो भाव कस्तो छ, मेरो उद्देश्य के थियो, दुनियाँले के भने, दुनियाँको नजरमा मेरो नजर फरक होला, दुनियाँको नजर फरक हुन सक्छ। प्रत्येक व्यक्तिले बुझ्न जरुरी छ। होइन कसलाई खुसी भएर कर्म गर्न मन छैन र? हरेक व्यक्तिले खोजेको त्यही हो नि। त्यसैले यदि प्रत्येक व्यक्ति आफू भित्रबाट सफा छ, सत्यताको बाटोमा छ, आफ्नो मनलाई पुरा इमानदारको साथ हेर्दछ, त्यही व्यक्ति भित्रबाट आनन्दित भएर कर्म गर्छ। जो व्यक्ति केही नपाइकन आफै भित्रको त्यो शान्ति, खुसीमा आनन्दित प्राप्त गरेर कर्म गर्छ, अब उसले अरू व्यक्तिलाई दुःख दिउ भन्ने सोच हुँदैन। पुग्न सक्छ दुःख अरू व्यक्तिको नजरमा, यसले नराम्रो गरो अरूले सोच्न सक्छ, तर ऊ भित्रको विचार त्यो थिएन। भित्रको विचार शुद्ध थियो, उसको उद्देश्य शुद्ध थियो, सही थियो उद्देश्य। त्यसैले अरूको नजरमा सही र गलत छुट्याउन सकिँदैन। यहाँ तपाई भित्र कस्तो सोच्नु, त्यसले सुख पनि दिन्छ, दुःख पनि दिन्छ। म भित्र मैले कस्तो सोचेको थिएँ, त्यसले सुख पनि दिन्छ, दुःख पनि दिन्छ। हामीले वस्तुलाई समायौं तर हाम्रो विचारलाई समाएनौं। सुख थियो विचारमा, हाम्रो ध्यान वस्तुमा मात्र गयो। त्यही वस्तु कहिले बिग्रिन्छ, कहिले बन्छ, कहिले म दुखी, कहिले म खुसी, कहिले म रिसाउँछु एकैछिनमा। यो भइरहेको छ नि। आफू भित्र जसले ध्यान दिएर बाहिर कर्म गर्छ, त्यही व्यक्तिको जीवनमा सन्तुष्टि, खुसी, आनन्द प्राप्त भएको देखिन्छ। अब तपाई हाम्रो पनि पालो। दुनियाँमा सुख शान्ति छैन, आफू भित्र छ। यसको मतलब दुनियाँमा कर्म नगर्ने होइन, आफू भित्र रमाएर खुसी, सुख, शान्ति, आनन्दित भएर कर्म गर्ने, सबैसँग मिलेर। अत्यन्तै महत्त्वपूर्ण। धन्यवाद।